हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज चाहिँ म दिदीको घर आएको छु। उहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ। लेट्स सी, हेर्न यता हेर। उहाँ चाहिँ दिदी र दिदीले चाहिँ मलाई मिठो मिठो बनाएर खुवाउने भन्ने कुरो छ यहाँ। Oh my God! सो लेट्स अब चाहिँ पकाउनतर्फ लाग्नेवाला छौँ हामी। र यहाँ बन्दैछ करेन्ट चाउचाउ दिदीले बनाउनु हुँदैछ। खत्रै कुक हो है फेरि हाम्रो दिदी चाहिँ यहाँ। स्माइल। अधेरै म यहाँ लागेँ करेन्ट चाउचाउ र अन्डा खान। र मेरो यहाँ भिनाजु हुनुहुन्छ। भिनाजुले चाहिँ यहाँ बस्ने सिट बनाउँदै हुनुहुन्छ। यो चाहिँ अन्डाको क्रेटको बस्ने चाहिँ बन्ने प्रोसेसमा छ। तेरिका ल दामी सिट भयो नि त, 4 पाटेवाला। हजुरहरूले पनि अन्डाको क्रेट छ भने वेस्ट नफाल्नु, यस्तै कुर्सी बन्छ बस्ने टुल जस्तो। ओके नाउ रेडी भयो है हाम्रो चाहिँ। हो बलियो साली भेना बस्नलाई बनाएको। साली भेना बस्नलाई बनाएको ल। यहाँ चाहिँ म भान्सामा आइसकेको छु। लौकाको तरकारी, गेडागुडीहरू यहाँ सबै के बनाउनु ला के बनाउनु लाग्यो हुने र लौका र आलुको तरकारी मटर हालेर हो। ल यहाँ चाहिँ तातो तेलमा जिरा र मेथी पुर्याइसक्यो। र अब राखियो प्याज, डल्ले खुर्सानी पिरो खानको लागि। र अब कटिङ गरेर राखेको आलु र गेडागुडी। यसलाई एकछिन भुट्ने ब्राउन कलरको हुँदासम्म खाँदैछिन्। करेन्ट यहाँ दिदीले दामी दामी भयो मलाई। स्वाद अनुसारको नुन। र यता बन्दैछ सुकुटी, बनिसक्यो होइन? के को सुकुटी हो भिनाजु? बफ आइटम। यो राँगाको। कौन है ये लोग? कहाँ से आते हैं? सुकुटी। यहाँ बसाल्दैछौँ हामीले भात आगोमा पकाएको। यो 2 मुखी चुलो हो। ल 2 मुखी चुलोमा यता पाक्दैछ तरकारी र यता पाक्दैछ भात। पकाएपछि हुन्छ बेस्ट। अदुवा लसुनको पेस्ट हाल्यौँ हामीले। र हामीले अब राख्न लायौँ कटिङ गरेर राखेको लौका। यो चाहिँ लौका र गेडागुडीको तरकारी बन्दैछ, एकदमै टेस्टी, जुन ग्रेभी हुन्छ। अब राख्न जाँदैछौँ हामीले कटिङ गरेको टमाटर। र यो रहेको छ जिरा धनियाँ पाउडर। यसलाई हामीले गल्नको लागि छोप्छौँ। हाम्रो टमाटर गलिसकेको छ र यसलाई मिक्स गरौँ राम्रोसँग। यसलाई मजाले खुद्ने। र यसमा राख्यौँ हामीले थोरै मात्रामा पानी, झोल झोल टाइपको बनाउन ग्रेभी।
फाइनली पाक्यो तरकारी र उतार्यौँ हामीले तरकारी। खत्म। बाय बाय, टाटा, गुड बाय।